Guys, welcome back new video. आज को भिडियोमा सबैजनालाई स्वागत छ अनि म सन्देशबाट देखिरहनु भएको छ म चाहिँ आज गर्छु तपाईहरुलाई सर्वप्रथम देखाउँछु हाम्रो कुखुरा कलेक्सन देखिहाल्नु भयो टर्की यसको आमा यसको बाउ आमा छोरो यहाँ छ टर्कीको देखिहाल्नु भयो कुखुरा कति छ भने बक्नुस् म कुखुरा देखाउँछु यो देख्नु होला कुखुरा यहाँ अझै छ क्या कुखुराहरू तपाईहरुले देख्नु नै भएको छैन त्यत्रो यहाँ कुखुरा सबै ओथारा बसिरहेको छ बच्चा निस्किरहेछ भनेपछि यस्तै छ प्रगति कुखुराको जतै गए पनि कुखुरै छ उता कुखुरै कुदिरहेको छ अझै यहाँ भन्दा पनि यतापट्टि धेरै छ क्या यो के हो चिन्नुभयो पक्कै पनि देखेको थिएन होला यस्तो चिज यसलाई लोकल माल भन्छ यता नि छ देख्नुभयो उता यहाँ यता यहाँ लोकल मालको कमी छ यहाँ एकपट्टि पनि लोकल माल एकपट्टि अब लोकल माल अब अर्कोपट्टि यहाँ छ मौसम कैसे गार्डन हो रहा है पानी पर्ने आँटिरहेछ अनि यस्तै छ यहाँ झन् अर्को नि लोकल माल छ यहाँ माथि हेर्नु ल यो देखिरहेको छ होला यो फल चाहिँ खै के माल नाम थाहा छैन अनि जमिलो मिठो हुन्छ होइन त्यही हो अनि अरू कुरा के भनेर अनि यहाँ के फलेको छैन भन्नुहुन्छ अम्मक हेर्नुहोस् अम्म यहाँ लोकल मालको कमी छैन सर्वप्रथम यो के हो चिनिहाल्नु होला माल यहाँ अनि सबै छ यो टानी छ अनि लोकल माल अझै देखाउँछु ल फलेको हाँगो नझुकेको कहाँ छ र यो सबै फलिरहेछ क्या हाम्रोतिर चाहिँ फल्दैन यहाँ हेर्नुहोस् त बच्चामै फलिरहेछ क्या गाइजहरू यहाँ हेर्नुहोस् यो सबै क्या यहाँ अम्मको लोकल माल कस्तो खालको आएर आँखा त डर लाग्नु नि तर फलेपछि नझुक्ने कुरोहरू त कहाँ हुन्छ अझै देखाउँछु पक्नुहोस् न आई होप सबैजनालाई थ्याङ्क यू भन्न पनि चाहन्छु किनकि मेरो तपाईँहरूले 19-20 सब्सक्राइबर पुगिरहेछ अझै पनि सब्सक्राइब गरिदिनु होला सर्ट सपोर्ट दिनु होला म ठुलो युट्युबर त बन्न सक्दिनँ होला तपाईँहरूले साथ सपोर्ट दिनु भने बस्छु होला यस्तै भन्दै मलाई सपोर्ट चाहिँ गर्नु होला लोकल मालै हो गाइजहरू कतिवटा रहेछ 3टा उतापट्टि छ यता 10 छ उपर माथि छ देख्नुभयो उता कस्तो कलरवाला जस्तो रहेछ यार गाइजहरू म जङ्गलमा छु अम्बो हेर्नु त पाके जस्तै काठमा हालेको जस्तो कलरवाला रहेछ क्या यता नि छ यता टिप्स हाल्नुपर्छ यहाँ पनि छ देखिँदैछ पर छ लोकल मालको कमी छैन कडा हो लोकल मालको कमी छैन दाजुभाइहरू दिदीहरू सबैजनाले मलाई साथ सपोर्ट दिइराख्नु भएको छ दिनु होला अनि तपाईँहरूलाई के देखाउँ अरू कुरा त्यस्तै हो क्या अब हाम्रोतिर त मकै यस्तो फल्दैन यहाँ मकै फलेको देखायो भने नि तपाईँहरू छक्क पर्नुहुन्छ कति 9 ट्र्याक्टर त त्यत्तिकै उयो के भन्छ ट्र्याक्टर त उयो छोडाएर बेचिसक्यौँ नि कस्तो टेक्नोलोजी भएको छ यहाँनिर यस्तो ट्यु छ यतापट्टि यहाँबाट बन्द गर्नुपर्छ कि यस्तो भयो 9 ट्र्याक्टर चाहिँ छोडाएर बेचिसक्यौँ नि जम्मी रोपेको 4 बिघा यसमा कि कति केजी हो त्यो जोख्न जानु भएको छ मलाई थाहा छैन अनि यहाँ हेर्नु ल त्यहाँ 9 ट्र्याक्टर बेचिसक्यो नि अनि आज एक दिनको कमानी यहाँ यत्रो छ होला 3 ट्र्याक्टर जति त यहाँ उयो 9 ट्र्याक्टर चाहिँ फेरि खोसेला सहित भनिराख्नु भएको छ होला खोसेला बेगर हो क्या यता लोकल माल लोकल माल भन्दा भने तपाईँहरूले हाँसो मजाक लिनुहुन्छ होला यो चाहिँ प्युर कागज हो क्या मतलब एक घामले डढेर म त डढिरहेको छु
ठिक छ, दुईवटा ठुलो छ। ल भन्छु चोरी आफू पनि घरमा केको डर होइन, किन चोरी गर्नु। अझै म देखाउँछु जम्मी कुखुरा कतिवटा छ भन्छ भएको छ होला। कुखुरा अस्ति गरेर थिएँ 126वटा चाहिँ गनिरहेको थिएँ, ठुल्ठुलो यत्रो यो 1 केजी 1.5 केजीको होला, यत्रा चाहिँ गनिरहेको थिएँ। अब यी चल्दा कतिवटा छ थाहा छैन, तर कि 2टा त्यहाँ 4टा छ। अनि अरू पनि ल यो तलतिर घरदेखि राख्नु भएको छ होला, यो घरमा नि मान्छेहरू खाएको छ। अनि यो घरमा चाहिँ हाँस पालेको छ कि यहीँको, त्यहाँ चाहिँ गएर देखाउँदिनँ किनभने त्यहाँ कुकुर छ, कुकुर म जस्तै कुकुर छ, त्यो कारण आफूलाई नै दिउनु त होइन। उठाएर बसिरहेको छ चल्ला निकाल्नलाई। यहाँ इम्पोर्टेन्टमा मान्छे देखाउँछु को छ हेर्नु नै यो भयो नि। अब गेट लाउने सिस्टम छैन नि, यहाँ टेक्नोलोजी यति गरेर चाहिँ कुखुरा बाहिर निस्किएन। यो चाहिँ यो घरको सिकारी हो, यसदेखि बुढे आज भे के खान्छस् पुन्डे दाम बोल्छ त गाइजहरू, तपाईँहरूलाई के थाहा यसको बोली। पुन्डु आउँछु नि, मतलब यस्तो पुछार हल्लाएको देखिराख्नु भएको छ नि, त्यो आफ्नो मान्छे चिनेर क्या। हस् त यति भन्दै आजको भ्लगमा इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर द भिडियो। अझै मलाई माया सपोर्ट दिइराख्नु होला।